दर्शकबिन नमस्कार अनि स्वागत छ हाम्रो नयाँ भिडियोमा। आज हामीले लिएर आएका छौं फर्सीको फूलमुन्टालाई मिठो गरी पकाउने तरिका। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला भन्दै आउनुहोस् है त सुरु गरौँ। सुरुमा मैले लिएकी छु राम्रोसँग धोएर फर्सीको फूलमुन्टा। यसलाई बाहिरको धर्सालाई फालेर यसरी केलाएकी छु। मुन्टामा धेरै चिचिला लागिसकेको छ, केही छैन। यसको फल भन्दा मुन्टा नै मन पर्छ, त्यसैले मैले चिचिलाको केही वास्ता गरिन। धेरै टिपेर ल्याएको छु। मलाई अहिले पकाउन धेरै चाहिँदैन, त्यसले गर्दा चाहिने जति केलाएकी छु। त्यसपछि ग्यास अन गरेर कराई बसालेँ र यसमा तेल राखेकी छु। तेल भने हरियो सागपातको लागि अलि धेरै नै राख्नु ठिक हुन्छ। मैले पनि अरू तरकारीहरूलाई भन्दा धेरै नै राखेकी छु। तेल राम्रोसँग तातेपछि मेथी, जिरा, खुर्सानी र टिमुरको केही दाना तातेको तेलमा राखेकी छु। यसले मिठो बास्ना आउँछ र तरकारी स्वादिलो पनि हुन्छ। पड्काएको जिरा मेथीहरू रातो रातो भएपछि फर्सीको फूलमुन्टा तातो तेलमा यसरी छोडिदिएकी छु र राम्रोसँग चलाएकी छु। यसलाई धेरै बेर पकाउन भने पर्दैन, छिट्टो पाक्छ। त्यसले गर्दा एकछिन चलाएपछि बेसार नुन मसला राखेकी छु र यसलाई राम्रोसँग एकछिन चलाएपछि पाकिसक्यो। अर्को भाँडोमा खनाइसकेको छु। हेर्नुहोस् त, नखाए पनि खाउँ खाउँ जस्तो बनिसकेको छ। यसलाई अर्को भाँडामा झिकेपछि काटेको प्याज, हरियो खुर्सानीको टुक्रा, कागतीको रस, मिट मसला राखेको छु। त्यसले गर्दा देखे भन्दा धेरै मिठो बनेको छ। हजुरहरू पनि यसरी नै बनाएर खानु होला, धेरै मिठो हुन्छ। यत्रो बेरको गरी हस् त, भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न भने नभुल्नु होला। नमस्ते।